ठाउँ डेन्जर छ बर्दिया राष्ट्रिय उद्यानको भित्रको बाघ पनि उर्दर गर्ने होला है यो ठाउँ त देखिरहन्छ है शिकार गर्ने ठाउँ नै बाघको यो बिस्तारै बोल्नु चाहिँ बिस्तारै जङ्गलमा बिस्तारै जनावर सुनेर भाग्छ नि त हाला नगरौँ के जनावर आवाज सुनेर पनि भाग्छ कि जिप सफारी आएको मतलबै हुन्छ होइन त्यसरी होइन आँखामै ढाँच्नु चस्मा लाउनु के हुन्न चस्मा लगाएर हेर्दा नि हुन्छ माथि हेर्नु ठिक छ त्यो चितवनतिर घुम्नु पाला नि पहिला पहिला घरै चितवनै हो हाम्रो नेसनल पार्क छ टाइगर टप पनि म पनि 2-3 महिना बसेको त्यहाँ टाइगर टप टेम्पल टायर भन्थ्यो नि टेम्पल टायर मान्छे एलिफेन्ट राइड यहाँ हुन्छ एलिफेन्ट राइड चाहिँ हुँदैन एलिफेन्ट राइड हुँदैन गभर्मेन्ट जुन सरकारी हात्ती छन् नि यिनीहरू चाहिँ ब्यान्ड छ हाम्रो यहाँ प्राइभेट हात्तीहरू छैन त्यसैले चितवन त प्राइभेट हात्ती लिने गर्छ क्यारे कस्तो लाग्यो अनि हामी साइट सिनको लागि आउँदैछ कोही बाघ हामी बाघको लागि जाँदैछौँ बिस्तारै हेर्नको लागि आएको कतै पाइन्छ कि भेटिन्छ कि भनेर हो हाला जोडले नगरौँ न बिस्तारै गरौँ यतातिर चाहिँ यो माटो खाना आउने ठाउँ यो खेल्ने ठाउँ हो जनावरहरू आइरहन्छ हात्ती जङ्गा कहिले पानी खाना आउने ठाउँ यो उहाँको भनाइ चाहिँ यहाँ हात्तीहरू जङ्गली हात्ती पानी खान आउने र जनावरहरू खेल्न आउने ठाउँ रहेछ यो खेल्ने ठाउँ पनि रहेछ
हेर्नु लुकेर बसिरहेको